हेलो एभ्रिवान वेलकम ब्याक छ धेरै पछि मैले भिडियो हाल्दैछु। सो आजबाट चाहिँ म 90 डेजको च्यालेन्ज लिँदैछु। 90 डेजमा चाहिँ मैले रियाक्टको हिडन कुराहरूदेखि लिएर एडभान्स कुराहरू चाहिँ म सेयर गर्नेछु। सो आज चाहिँ डे 1 रहेको छ। आज चाहिँ डे 1 मा हामी रियाक्टको अटोमेटिक ब्याचिङको बारेमा कुरा गर्दैछौँ है त। ओके, रियाक्टको अटोमेटिक ब्याचिङ भनेको चाहिँ हाम्रो रियाक्ट 18 बाट आएको हो हैन। सो इमेजिन गर्नुहोस् हैन, यसलाई कसरी एक्सप्लेन गर्ने त भन्दाखेरि सुरुमा चाहिँ इमेजिन गर्नुहोस् तपाईहरु कुनै एउटा कफी सपमा हुनुहुन्छ। सो त्यो कफी सपमा चाहिँ त्यहाँनिर हजुरहरूले अर्डर दिनुपर्छ नि त कफीको। सो त्यहाँ चाहिँ एकजना बारिस्टा छ अरे हैन। त्यो बारिस्टाले चाहिँ एक एकजनाको अर्डर लिनु भन्दा चाहिँ उसले के गर्छ भन्दाखेरि सबैजनाको अर्डर चाहिँ उसले पहिला सुरु कलेक्ट गर्छ अनि वान बाई वान उसले चाहिँ प्रिपेयर गर्छ। फर इक्जाम्पल कुनै पनि होटलमा हजुर गएर मोमो अर्डर गर्नुहुन्छ हो, हजुरले पछि अरू पनि दुईजनालाई मोमो अर्डर गर्यो अरे भनेपछि सबैजनाको अर्डर पहिला लिन्छन् अनि अर्डर पहिला लिएर चाहिँ त्यसपछि बनाएर चाहिँ पालैपिलो बनाएर चाहिँ त्यसपछि सर्भ हुन्छ हो। त्यसरी नै हाम्रो रियाक्ट 18ले चाहिँ ब्याचेसहरू चाहिँ अटोमेटिकली अपडेटहरू चाहिँ गरिदिन्छ, जसले गर्दा चाहिँ हाम्रो पर्फर्मेन्स चाहिँ बेटर हुन्छ। ब्याचिङ भनेको चाहिँ के हो भन्दाखेरि ब्याचिङ भनेको चाहिँ एउटा ब्याचिङ मिन्स रियाक्ट ग्रुप्स मल्टिपल स्टेट अपडेट्स इन्टु सिङ्गल रेन्डर टु द अप्टिमाइज पर्फर्मेन्स हैन। सो बिफोर रियाक्ट 18 ब्याचिङ भनेको चाहिँ कस्तो हुन्थ्यो भन्नाले ओन्ली वर्क इनसाइड इभेन्ट ह्यान्डलर्स। जस्तै फर इक्जाम्पल एउटा कुनै बटन छ अरे हैन, त्यो बटनमा चाहिँ क्लिक भनेर चाहिँ हामीले लेखेको छौँ अरे। अब त्यसमा चाहिँ हामीले के हुन्छ भन्दाखेरि इफ यु अपडेटेड स्टेट इनसाइड समथिङ सिङ लाइक सेट टाइम आउट अथवा अ फेज अर अ प्रमिस हैन, रियाक्टले चाहिँ के गर्छ भन्दाखेरि मल्टिपल टाइम्स रिरेन्डर गरिदिन्छ हैन। अब यसले त्यो चाहिँ गर्दाखेरि प्रब्लम के आयो भन्दाखेरि रियाक्ट 17 सम्म चाहिँ हाम्रो मल्टिपल रेन्डर्स चाहिँ प्रब्लम भइरहेको थियो। जस्तै रियाक्ट 18 भन्दा अगाडि चाहिँ के थियो भन्दाखेरि इभेन्ट ह्यान्डलर्सले मात्रै ब्याचलाई अटोमेटिकली चाहिँ अपडेट गर्थ्यो। अनि जस्तै टाइम आउट प्रमिसेस फेज भन्ने असिङ अपरेसन्स हुन्छ, यसले चाहिँ मल्टिपल रेन्डरर्सहरू चाहिँ प्रब्लम गर्थ्यो, जसले गर्दा चाहिँ हाम्रो पर्फर्मेन्समा चाहिँ इस्यु आउँथ्यो। सो इफ हजुरहरूले हेर्नुहुन्छ भने यो फिगरबाट नै बुझ्न सक्नुहुन्छ अटोमेटिक ब्याचिङ भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो कुनै एउटा सिङ्गल क्लिकबाट चाहिँ हामीले मल्टिपल स्टेटहरूलाई चाहिँ अपडेट गर्न सक्छौँ, जसले गर्दा चाहिँ हाम्रो रिरेन्डरको इस्यु मल्टिपल रिरेन्डरको इस्यु हुँदैन भने यसले पर्फर्मेन्समा चाहिँ एकदमै हेल्प गर्नेछ। सो यसमा चाहिँ हामीले सानो कोडबाट नै हामीले चाहिँ हेर्न सक्छौँ। सो कोडको लागि चाहिँ मैले यहाँनिर एउटा प्लेग्राउन्ड खोलेको छु। यहाँ चाहिँ हामीले रियाक्टको इन्भाइरोमेन्ट हामीले हेर्न सक्छौँ। सो थोरै मैले जुन गरिदिन्छु है। ओके, यसलाई यता राख्नु पऱ्यो। ओके, यो चाहिँ हाम्रो एप डट जेएसएक्स भयो होइन। अब यहाँ चाहिँ मैले मेरो सानो कोडको स्निपेट लेख्छु। अब यहाँनिर चाहिँ हामीले एउटा कोडको स्निपेट लेखेको छौँ, सानो खालको कोडको टुक्रा लेखेको छौँ, जसमा चाहिँ हाम्रो यहाँ अपडेट स्टेट भन्ने एउटा खालको बटन छ। सो अहिले चाहिँ हामीले कोडमा चाहिँ रियाक्ट 18मा चाहिँ कसरी मल्टिपल स्टेटहरू चाहिँ एकैचोटि अपडेट हुन्छ, जसमा चाहिँ हाम्रो असिङ कल भयो भने त्यो चाहिँ अपडेट हुन्छ भनेर चाहिँ हेर्दैछौँ। सुरुमा चाहिँ हाम्रो हेलो कन्सोल भनेर चाहिँ प्रिन्ट हुन्छ र यहाँ चाहिँ कम्पोनेन्ट रेन्डर भनेर चाहिँ मैले यहाँनिर कन्सोलमा चाहिँ प्रिन्ट गरिदिएको छु होइन। अब यसमा चाहिँ यो चाहिँ हामीले यहाँनिर एउटा बटन देख्न सक्छौँ होइन। सो वेनेभर मैले बटन क्लिक गर्छु यसले चाहिँ के गर्छ भन्दाखेरि यो फेरि बटन क्लिक र कम्पोनेन्ट रेन्डर भनेर चाहिँ यहाँनिर देखाइदिन्छ, हेर्न सक्नुहुन्छ बटन क्लिक कम्पोनेन्ट रेन्डर हो। यसले चाहिँ हामीले जब बटन क्लिक गर्छ यसले चाहिँ सेट काउन्ट र सेट फ्ल्याग भन्नेलाई चाहिँ कल गर्ने हुन्छ। यो चाहिँ हाम्रो सेट टाइमरभित्र छ जुन चाहिँ हाम्रो असिङ बिहेभियर भयो र यसले चाहिँ सेट काउन्ट र सेट फ्ल्याग भन्नेलाई चाहिँ कल गर्छ, जसले गर्दा चाहिँ हाम्रो कम्पोनेन्ट रेन्डर भन्ने चाहिँ यो कन्सोल चाहिँ प्रिन्ट हुन्छ। यसको अर्थ भनेको चाहिँ रियाक्टले हाम्रो के भन्छ सिङ्गल रेन्डरमा नै बोथ ब्याचलाई चाहिँ अपडेट गरिदिने काम गर्छ। तर रियाक्ट 18 भन्दा अगाडि दुईटा स्टेटलाई अपडेट गर्नुपर्ने थियो भने चाहिँ हामीले सेट टाइमरभित्र दुईचोटि रिरेन्डर गर्नुपर्थ्यो, जसले चाहिँ पर्फर्मेन्स इस्युमा आउने गर्थ्यो। सो रियाक्टले चाहिँ अब के गर्छ भन्दाखेरि रियाक्टले चाहिँ अटोमेटिकली ब्याचेसहरू चाहिँ एउटै सिङ्गल उसमा नै अपडेट गरिदिन्छ, जसले गर्दा चाहिँ पर्फर्मेन्सहरू चाहिँ अपडेट हुन्छ। सो आजको लागि चाहिँ हामीले रियाक्टको अटोमेटिक ब्याचिङको लागि चाहिँ हामीले कभरअप गऱ्यौँ। सो नेक्स्ट भिडियोमा चाहिँ हामीले यो रिलेटेड नै रियाक्टमै अरू कुराहरू चाहिँ हिडन कुराहरू चाहिँ हामी एक्सप्लोर गर्दैछौँ, एडभान्स लेभलको कुराहरू चाहिँ एक्सप्लोर गर्दैछौँ। सो इफ हजुरहरूलाई त्यस्तो कुनै सजेसन छ जसमा चाहिँ हामीले नयाँ भिडियोजमा अथवा नयाँ कुराहरू चाहिँ एक्सप्लोर गर्न सक्छौँ भने चाहिँ डु लेट मी नो इन द कमेन्ट सेक्सन। सो यो 90 डेजको च्यालेन्जमा चाहिँ होपफुल्ली मैले कम्प्लिट गर्छु भन्ने चाहिँ मलाई आशा छ। सो थ्याङ्क यू फर वाचिङ।